हेलो हेलो धेरै पछि फेरि सबैलाई वेलकम छ। आज चाहिँ केही विशेष फेरि आज पनि म एउटा सानो भिडियो भ्लग जे भने पनि एउटा क्यामेरामा कैद गर्न लागिरहेको छु एउटा मोमेन्टलाई। अहिले चाहिँ हामी अबुखैरेनी स्थित ऐना पोखरा के भन्ने ठाउँमा आइसकेका छौँ। आज चाहिँ हामी केही विशेष यो ठाउँमा आएको छौँ। ल हेर्दै जाऊँ है त हाम्रो भिडियो। ल हामी चाहिँ यहाँ ऐना पोखरी छौँ। यो चाहिँ तल रोड भने यहाँ चाहिँ यस्तो ठाउँ छ है। यहाँ चाहिँ यस्तो भित्तामा आमा र बच्चाको एउटा आर्ट बनाएको छ। उता एउटा परीको यतापट्टि छ है। यता पिकनिकहरू खाने स्पोट है छ। पिङसिङ खेल्ने यता छरा यस्तो छ। यता सबै मान्छेहरू शीतलमा बसेका छन्। यहाँ माथि चाहिँ यस्तो जिप लाइनहरू के रहेछ खेल्ने यस्तो व्यवस्था रहेछ है। यहाँ केटाकेटी ट्राम्पलिन खेल्ने यस्तो हवाईजहाजहरू खेल्ने ठाउँ रहेछ है। ए गर्मीले हालत खराब छ हो यहाँ यो ऐना पोखरामा। नाकका दही छ। ल है अहिले फेरि मुक्लिनमा खानाको प्रतीक्षामा खाना खान लागेको 3 बजिसक्यो। अब खाना कति बेला आउँछ खानाहरू खाना खाने। यो चाहिँ मुक्लिनको भ्यू। यो नयाँ मुक्लिनको पुल यता पुरानो। यो पुरानो पुलमा जानु पर्यो भनेको त बाटो बन्द गर्दो रहेछ। बाइक लान्न नपाउने गाडी लान्न नपाउने। अब खाना कति बेला आउँछ खाना बल्लै 3 बजे खाने हामी चाहिँ। ल खाना कुरेको नि आधी घन्टा भयो आएन खै। भिड भएर के भएर कुरे भइयो त यार। कुर्दा जाने भयो समय 3 बजिसक्यो। पुग्ने ठाउँ धेरै छ कति बेला पुग्ने। त सिन हेऱ्यो बस्यो तलतिर मर्सेन्तिर तिर्सुली मिसेर त होला यो धमिलो भएको छ। कुरै भयो खाना कस्तो आउने खै। कोक पनि भ्याइयो पानी पनि भ्याइयो। आधी घन्टाभन्दा बेसी भयो। अब कहिले आउने ल आयो मुक्लिनको भात आयो। पर्दैन चिकन र माछा। यता सोनुको माछा खाना टेस्ट गरेर भन है कस्तो छ। यता चाहिँ मेरो चिकन खाना है त। मिठो छ एकदम। ल यता फेरि यो आएर यता माछा फ्राई खाइसक्यो है। चिनेर नि यसलाई नन्द सोनु मिठो रहेछ है तर। ल माछा खाएको। ल अहिले चाहिँ हामी यहाँ मुक्लिनको पुलमा पुरानो पुलमा यता हाम्रो स्पेसल गेस्टको आगमन भइसकेको छ। यता हाम्रो टिकटक स्टार सुगम मगर 55 टिकटकमा सर्च गर्न सक्नुहुन्छ। ल यो चाहिँ हाम्रो पुरानो मुक्लिनको पुल। हामी खाना खाएको चाहिँ हो यो सेकेन्डको यो हो यो होटलमा है। मिठो बनाउने रहेछ है। धेरै बेर कुरे पनि। ल खोला धमिलो छ। यता नारायणघाटमा फेरि टनक आएको है छन्। ल है ल कता बिजी हो बाबु त कता बिजी छस्। ल किन नदेखाउने यस्तो ह्यान्डसम मान्छेलाई। ल फाइनल्ली हामी चाहिँ आएको डेस्टिनेसन चाहिँ बन्दीपुरमा आइयो है। बन्दीपुर हामी चाहिँ यहाँ बन्दीपुर हो आएको आज चाहिँ खास। उहाँ मुक्लिनमा खाना खायो। अब यहाँ बन्दीपुरको बस स्टप भएछ डुम्रेबाट आउने गाडीहरूको। ल यहाँ बन्दीपुर यहाँ होटलहरू यसो चेक इन गर्न हेरेको। रिसेप्सनमा मान्छे रहेनछ यसो हेरौँ है के हुन्छ। ल फाइनल्ली हामी चाहिँ यहाँ बन्दीपुर आएको खास आज यसो धेरै भयो थियो बाहिर नघुमेको। त्यही भएर अनि हामी बन्दीपुर विशेष आएको थियौँ। र यो
होटेल अहिले यो सिजनमा नि किन एकदम प्याक रहेछ। तीनटा दुईटामा खोज्यौँ, तीनटा खोज्यौँ, यो चारवटामा योसँग चारवटामा 4 नम्बरमा बल्ल पाइयो होटेल रुम। राम्रै रहेछ। ल म होटेल रुमको टुर गराउँछु है त साथीहरूलाई। यता ढोका छ, यतापट्टि हामी 3 जना हाकेर आएको। ल यता फेरि एउटा मोबाइलमा लडिरहेछन्। एउटा बेड, दुईटा बेड, यता 3टा बेड भयो। कस्तो भयो त आजको यात्रा डबिन सोनु यता? ओ हेलो। एकदम राम्रो रमाइलो खतरा हो यता बडी बिल्डर जिम गर्छस् क्या तैँले? हो ल। अनि एट्याच रुम, हाम्रो एट्याच रुम यहाँ छ। टोयलेट यता छ, कमोड वाला रहेछ। अनि हजुरहरूलाई फेरि एउटा सानो सजेसन आउँदै हुनुहुन्छ बन्दीपुर भने यसो बन्दीपुरमा यसो कन्ट्याक्ट गरेर पहिल्यै बुझेर आउनु होला। अहिले होटेल रुम प्याक जस्तै रहेछ। प्याक पनि अनि पहिल्यै के कस्तो छ बुझेर आए राम्रो। कतिजना आउनुभएको छ होइन, त्यो अनुसार बुझेर पहिले बुकिङ गरेर आए अलिक सजिलो हुँदो रहेछ। हामी खोज्दा 3-4वटा खोज्दा बल्ल पाइयो, पाउन चाहिँ पाइयो। नपाउने होइन, पाइन्छ, तर अलिक खोज्दा हिँड्न अलिक झन्झट हुन्छ नि त, त्यही हो। अहिले चाहिँ बेलुकाको 7 बजिसक्यो, बल्ल चहल पहल छ है बन्दीपुरमा। यो ओल्ड हाउस भित्री बाटो बन्दीपुरको एक्सप्लोर गर्नु पर्यो। यो भित्री बाटो अरे यो गल्ली के बन्दीपुरको मेन उस डग आउँछ छोरी, डग आछ नि। ए लोटला चाहिँ बल्ल चल पल्ल सुरु भयो है 7-7:30तिर। एकछिन तलसम्म जाऊँ न, अलि तलसम्म जाऊँ न। झिलिमिली कता छ? ओइ बाइक, बुलेट बाइक हिँड न। ल बन्दीपुरको मेन चोक भन्ने के भन्ने। ल ओहो फुड ट्र्याक त अहिले त यस्तो सुनेको छ त्यहाँ त चलपल रातिमा त साथी। यता अर्को गल्ली, यता त चलपल रहेछ नि त। भिडियो बनाउँदैछु, एकछिन उता घुमौँ। भोलि बिहान होला नि लाउने, होइन नि होइन। ल है साथीहरू, यता पनि लाइन गएको गइ छ त। लाइन यसो सपिङ जान पऱ्यो है, हामी पनि यसो बन्दीपुरको सपिङ हान्दिउँ त। जाम। ल हामी चाहिँ अब यसो खानपिन गर्ने भनेर एक्सट्रिम, हामी चाहिँ कुल म्यान हो, एक्सट्रिम खान्छ है। टक्क एक्सट्रिम खाने बस्ने, बन्दीपुरको यसो चलपल हेर्ने। यहाँ अब यसो अलिअलि नास्ता खाएर बाहिरबाट होटेलमा जान नि पाउने थियो, त्यही भएर नास्ता खाएर अब के हुन्छ खाएर जान पर्ला भन्ने कुरा छ। यिनीहरूले फेरि भातै खाने अरे, भातको प्रतीक्षामा छन्। हामी चाहिँ अहिले भर्खर खाइएको अरे 3 बजीतिर खाएको अमुगलिन, तेरो भोक लागेको छ नि। हामी चाहिँ अरू यसो बाहिर के हुन्छ अनि बस एक्सट्रिम इनर्जी ड्रिङ्क खाने। अब अरू के बन्छ यसो सर र पिज्जा सिजा नि बन्ने छ, त्यही हाल्नु पर्ला भन्ने सोध्छ अरे। बन्दीपुरको चलपल बल्ल रमझम हुँदैछ है त यहाँ। यो चाहिँ बन्दीपुरको खाजा सेट है, टक्क दही सही मासु ट्याक्क खाना सेट दालहरू। यो डबिनले चाहिँ भात खाने र हामी चाहिँ खान्न। टक्क मिठो खाने बन्दीपुरको खाना। हजुर किन नबनाउने हो र? लाइट कति गएको यहाँ, फेरि यहाँ लास्टै लाइट गएको छ है माथि जुनमामा। यहाँ चाहिँ बन्दीपुर पहाड की रानी बन्दीपुर है त। बन्दीपुरको चलपल रातिको, यता साथीको चलपल फेरि चिकन खाना बन्दीपुरको सुरु गर्ला। मिठो छ अब रिभ्यू है। ल ठिक छ। ल हामी चाहिँ रुममा आइसक्यौँ। हामी चाहिँ अर्डर गरेर वहीँ माथिबाट पिज्जा नि लिएर आएको थियौँ रुममै खाना भनेर। हामी चाहिँ यहाँ पिज्जा सेलिब्रेसन बाँकी छ। हाम्रो इनर्जी ड्रिङ्क यता छ, यता चाउचाउ लिएर आएको छौँ रुममै खाने भनेर। यता पिज्जा छ, अझै अरू पनि के अर्डर छ। रुमहरू चाहिँ राम्रै छ है, हाम्रो चाहिँ टक्क फ्यानको सुविधा छ। ल स्टार्ट गर्न पऱ्यो पिज्जाबाट। चेस है त सबैलाई। ल हाम्रो चाहिँ सुरु भयो आज
ऊ चाहिँ अघि नै भात खाइसक्यो हामी चाहिँ भर्खर खाना खाएर अब खाना नखाने अब हामी चाहिँ यस्तै यस्तै सलाद आइटमहरू छ उल्टे गरिस् क्या पहिलाको यो रोस्ट चिकनहरू छ यो भने अब मैले तेरो दिमाग छैन यसको गाली गर एक दुई शब्द जाओस् त हजुर हो कि सुन्नुहोस् न अरे ससेस कति भने ससेस 3टा ल्याइदिनु हजुर हस् हस् हुन्छ सलाद ल्याउने कि नै एक प्लेट सलाद सब एक प्लेट भयो हुन्छ एक प्लेट सलाद गरिदिनु भोलि मसँग फर्काउनु मिल्दैन टक्क यता बोलाएको प्र्याङ्क टक्क बन्दीपुरको भ्यू हेर्दै हामी चाहिँ यता है यस्तरी टक्क खाने है त लालम टक्क ल हामी चाहिँ मुला हो सलाद खाने तैँले बडी बिल्डिङको राज तेरो सलाद हो इनर्जी ड्रिङ्क ल ल सलाद पनि आयो हाम्रो सलाद यस्तो छ ससेज छ यता है टक्क लाइभ चलिरहेछ यता खानपिन भइरहेछ है भात खाएर नि फेरि मजाले सोल्टीले डन्काइ छन् होइन त भएन किन मिठो भएन ल ठिक छ पहाड की रानी बन्दीपुर ल गुड मर्निङ है आज चाहिँ बन्दीपुरको दोस्रो दिन आज है अनि भर्खर चिया खाइयो हाम्रो यता साथी चाहिँ अब लेजी नै रहेछ अलि व्यस्त केमा व्यस्त छ सुतेको हामी चाहिँ यसो नुहाइदै गरेर फ्रेस भएर यता ट्याक्क निस्किएर नि हामी अब बाहिर जानको लागि रेडी भइसकेको छौँ भने साथी चाहिँ एकदम लेजी ल केही छ भन्नु ल यतिको भएपछि त मर्निङ गाइज हामी चाहिँ है हिजो यसो फ्रेस माइन्ड गर्नको लागि बन्दीपुरतिर सो हामी अब चिकनतिर जाने ल साथी मिल्यो भने जाने भन्ने कुरा बाहिर चाहिँ पानी परे जस्तो छ हेरौँ है त बाहिरको अवस्था खालि 7 बजेको छ है ल यो चाहिँ बाहिरको हिजो चाहिँ हामी यहीँ बसेर राति यसो खाजा नास्ता खाएको थियौँ अहिले चाहिँ बिहानको अवस्था बन्दीपुरको 7 बजे टक्क यहाँ चाहिँ पुरानो घरहरू मजाले ढुङ्गाले छाएकोहरू अनि यता आरसिसी नयाँ डिजाइनको र अहिले चाहिँ पानी सिम परिरहेको छ यसो बाहिर जाऊँ भनेको अनि मौसमले साथ अहिले देख्यो भने एकछिन पछि जानु पर्ला एकछिन है यता पानी पऱ्यो यता चाहिँ टुडी खेल अरे यता फेरि टक्क यस्तो छ है नजारा बिहानको बन्दीपुरको पानी पर्यो पानी बसे ठिक हुन्थ्यो ल हामी चाहिँ बल्ल फाइनल्ली यता बन्दीपुरको माथि डाँडामा आयौँ आज पानी परेर बिहानदेखि बल्ल यो बसेकै कुहिरोले डुम्मै यताबाट हिँडेर पनि 20 मिनटमा आइदो रहेछ हिँडेर अनि यो माथि चाहिँ यस्तो छ सिनारियो यता केही बन्दै रहेछ संरचनाहरू अब मिनी ग्रेट हल अफ चाइना चाहिँ अब उहाँ यताबाट झरेर जान सकिनेछ आउँदा हिँडेर यताबाट पनि मर्निङमा फर्किँदा अब यताबाट फर्केर जाने हामी एकछिन चाहिँ यहाँ यसो घुमघाम गरेर जान पर्ला बिहान यहाँ आज पानी परेर अलि मौसम खुलेन तलतिर अब बन्दीपुर चाहिँ यहाँ तल पानी परेर आज कुहिरो डुम्म भएर केही तलतिर केही सिनै देखेन यहाँ संरचनाहरू बन्दैछ हजुरहरू आउन सक्नुहुन्छ बिहान मर्निङ वाक यता टक्क होइन यदि बन्दैछ अब यताबाट झर्ने हामी एकछिन भुलेर ल हामी चाहिँ अहिले देखाएको बाटोदेखि चाहिँ यता अब मिनी ग्रेट वालमा चाहिँ हामी प्रवेश गरिसकेको छौँ यो चाहिँ हाम्रो बन्दीपुरको मिनी ग्रेट वाल है मिनी ग्रेट वाल हो त्यो माथि हामी अहिले बसेको अलिअलि आज उस भइसकेछ कि त्यो माथि हामी अहिले बसेको त्यो चाहिँ आज कुहिरो पऱ्यो झन् केही उस देख्न पाइएन सिनारियो अहिले चाहिँ हामी यो
मिनी वाल ग्रेट वाल माछाम लोट लाग्छ केटा जहाँ त्यहाँबाट उफ्रिँदा ल टोके जुकाले टोके ल हेर यी जुका पनि रहेछ 70 कप्न भन्ने क्या चाहिँ ल मिनी वाल ग्रेट वाल है यता चाहिँ कुहिरोले झ्याउ गर्यो घुम्न आएकोलाई सबै झ्याउ गर्यो डब्स आइज जुकाले खाला या जुका हेर्ने छ ल हामी चाहिँ माथि गएको थियौँ अहिले बल्ल खुल्यो यति बेला 10 बजे अनि फेरि हामी फेरि पुरानो बजार बन्दीपुरको मेन बजारमा आएको छौँ अहिलेको बिहान 10 बजेतिरको चहलपहल यस्तो छ पानी परेर बसेको त्यो यस्तो छ त्यहाँ मन्दिर छ लाखे नचाउने ठाउँ रहेछ यहाँ चाहिँ त्यहाँ अनि यो चाहिँ अहिलेको बजारै 10 बजेतिरको चहलपहल यस्तो छ बन्दीपुरको पुरानो बजार यसरी नै हामी अब माथि बन्दीपुर नि घुमियो यसो बन्दीपुर पहाड किरानी बन्दीपुरमा नि घुमेर हामी आज एक्सप्लोर गरेर हिजो आएको थियौँ आज पनि एक्सप्लोर गरेर सक्यौँ यसै गरी अब अरू भिडियो पनि आउँछ रेगुलर आउँदैन कहिले कहिले यसो आउँछ मेरो चाहिँ अनि अहिलेसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद लाइक सब्सक्राइब नगर्नु भएको जतिले सब्सक्राइब गरिदिनु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला बन्दीपुर कस्तो लाग्यो यति भन्दै यो भिडियो त म अब बिदा लिन्छु सबैलाई बाई बाई